आज हामी बनाउने छौँ क्रिस्पी तातो तातो जलेबी घरमा नै है र एकदमै हेल्दी छ यो है र एकदमै मिठो पनि छ। यहाँ मैले जलेबी बनाउनको लागि चाहिँ लिएको छु अलिकति मैदा है र मैदामा मैले 3 चम्ची चाहिँ यहाँनिर दही मिलाउँदैछु है र यो चाहिँ एकदमै मिठो बनिन्छ, क्रिस्पी बनिन्छ। यसरी मैदामा तपाईँले दही हालेपछि यसरी मिक्स गरेर अलिअलि पानी हाल्दै यसलाई एउटा मिक्सरमा कन्भर्ट गर्नुपर्छ। यस्तो कन्सिस्टेन्सी हुनुपर्छ है। भएपछि तपाईँले एउटा फेरि कराईमा चिनी आफ्नो इच्छाअनुसार तपाईँलाई कतिको गुलियो मनपर्छ मजाले भकभक उमाल्नुहोस् र इम्प्युरिटिजहरू छ भने अलिकति दुध हालेर छान्नु सक्नुहुन्छ। र त्यस पछाडि जलेबीलाई आफ्नो कलर दिनको लागि यहाँ फुड कलर अलिकति मिक्स गरेँ मैले है। र फुड कलर मिक्स गरेपछि चाहिँ यो जुन चाहिँ मैले ब्याटर बनाएको थिएँ यो चाहिँ ओभरनाइट राखेको थिएँ। तपाईँले 2-3 घन्टा राखेर पनि गर्नु सक्नुहुन्छ, तर ओभरनाइट गऱ्यो भने चाहिँ तपाईँको राम्रो रिजल्ट आउँछ। र यहाँनिर प्यानमा मैले जलेबीलाई हाल्नु थालेँ मजाले है र यस्तो भएको थियो। मैले पनि फर्स्ट टाइम बनेकोले गर्दाखेरि त्यस्तो राम्रो सेपमा चाहिँ आएन, तर खाँदा चाहिँ एकदमै मिठो नै भएको थियो है। र यसरी जलेबी बनिँदै थियो र बनिएपछि यो जुन चाहिँ चास्नी रेडी गरेको थिएँ त्यसमा डिप गरेर लास्टमा फाइनल रिजल्ट चाहिँ यस्तो भएको थियो। तपाईँहरूले हेर्नु सक्नुहुन्छ एकदमै मिठो थियो। सेप अलिकति तलमाथि भए पनि टेस्टमा चाहिँ एकदमै वाउ भएको थियो है।